हेलो साथीहरु, दर्शक नमस्ते। सबैजनालाई स्वागत छ तपाईहरुलाई आजको न्यू ब्लगमा। तपाईहरुले हेर्न सक्नुहुनेछ आज म 4 लाइन बाटोमा सरर हिँडिरहेको छु, जुन चाहिँ मैले अहिले बुटवलबाट बरघाटसम्म पुग्ने छु। र यो बाटो कहाँसम्म पुग्ने होला भनेर तपाईहरुले सोच्नुभयो होला। यो बाटो चाहिँ बुटवलदेखि काठमाडौँसम्म पुग्छ है, सिधै काठमाडौँसम्म पुग्छ। र तपाईहरुले हेर्न सक्नुहुन्छ यो बाटो कस्तो क्लिन र सफा रहेछ है। र बन्दै पनि गरिरहेको छ। उता हेर्नुहोस् जेसीबी, यस्तो स्मुथ छ बाटो, बाइक पनि हलिँदैन, यस्तो मजाको छ। सरर तपाईहरु जान सक्नुहुन्छ। पहिला भन्दा एकदमै बेटर छ। पहिला 2 घण्टा 3 घण्टा लाग्थ्यो, बाटो सबै पुडेको छ, एकदमै नराम्रो थियो। अहिले चाहिँ बनेर लगभग कम्प्लिट हुनै लागेको छ। यस्तो दामी छ, यसमा गाडी चलाउन पनि यस्तो मजाको छ। र हेर्न सक्नुहुन्छ उताबाट फेरि अटो पनि आइरहेको छ, ट्रक आइरहेको छ। उता एउटा सानो सिटी देखिरहनु भयो होला, यस्तो मजाको सिटी देखिएको छ, यस्तो दामी दृश्य देखिएको छ। अनि कस्तो मजाको छ यो बाटोमा हिँड्नलाई। तपाईहरु हिँडेको महसुसै हुँदैन है, गाडी हल्दा नि हलिँदैन, मजाले सरर। कहीँ बाटो बन्दैछ, अर्को लाइनबाट हिँड्नु परेछ हैन। लगभग कम्प्लिट हुन लागेको छ। तपाईहरुलाई भिडियो के कस्तो लाग्छ मन पर्यो भने लाइक शेयर अवश्य गर्नु होला।